Hey everyone, it's me Avya Tamang and once again to my mini vlog and आजको vlog म बनाउने छु नेपालीमा and firstly म भन्दिम होला मेरो नेपालीमा यति बेसी नजान्नु because मेरो नेपाली हल्का डिफरेन्ट छ। यस्तो म र मेरो नाना तुप्सुङ दार्जिलिङ मोनास्ट्री जाँदै थियो जो कि लोकेट छ दिराङ वेस्ट कामेङ अरुणाचल प्रदेशमा and या आज हामी जाँदाखेरि कन्स्ट्रक्सन पनि हुँदै थियो सो हामीले हल्का सर्टकट बाटोले जानको लागि and आजको वेदर यति धेरै राम्रो थियो हैन जस्ट हामी हल्का इभिनिङमा गएको थिए सो इभिनिङमा गएर पनि वेदर इज द पर्फेक्ट हैन सो एज यु क्यान सी द गोन्पा एन्ड यो जो डायग्राम छ यो बुद्धिस्टको नियममा रिप्रेजेन्ट गर्छ मान्छे मर्नेको बाद के हुन्छ एकदम फुल्ली डिटेलमा डायग्राममा बताइदिएको छ एन्ड एज यु क्यान सी द भ्यू अफ दिराङ एन्ड इट्स अ भेरी ब्युटिफुल प्लेस अनि हामी जाँदै थियौँ मोनास्ट्रीको भित्र एन्ड यु नो जब हामी मोनास्ट्रीको भित्र गए जसरी हामीले बुद्धिस्टको नियममा गडलाई वर्शिप गरेर ढोक्यो त्यसरी नै आज धेरै टुरिस्टहरू आइरहेको थियो टुरिस्टहरूले पनि त्यसरी नै ढोक्यो वर्शिप गर्यो अनि हामीलाई धेरै राम्रो लाग्यो क्या बाहिरबाट आएर मान्छेहरूले हाम्रो हेरेर गडलाई कसरी वर्शिप गर्छ बुद्धिस्ट नियममा दे फलो एन्ड हामीलाई धेरै धेरै राम्रो लाग्यो एन्ड होप तपाईँहरू पनि यो ठाउँ आएर घुम्न सक्नुहुन्छ लाइक मोनास्ट्रीलाई एक्सप्लोर दिराङ वेस्ट कामेङ अरुणाचलले धेरै एक्सप्लोर गर्न सक्नुहुन्छ इट्स अ भेरी ब्युटिफुल प्लेस एज यु क्यान सी अनि आज जब हामी गए त्यहाँनिर गोन्पाको सानो नानी लामाहरू एन्ड ठुल्ठुलो लामाहरू सबैजना मिलेर फुटबल खेल्दै थियो एन्ड they were looking so innocent like cute पाराले and as you can see गोन्पाको डायग्राम्सहरू जति पनि थियो ओ माई गड इट्स सो ब्युटिफुल यु नो त्यो सबै हार्टले आर्ट गरेको एन्ड इट्स अ भेरी ट्यालेन्टेड थिङ्स हैन सो या अब हामी फर्किँदै थियौँ किनभने हामीलाई मेरो नानाको साथीको घरमा पनि जानु थियो त्यही भएर हामी फर्स्ट मिठाईको दोकानमा गए त्यहाँबाट मिठाईहरू लिए देन आफ्टरवर्ड्स हामी गए हाम्रो नानाको साथीको घरमा बाटोमा गाडीले यति धुलो उडाउँदै थियो नि ओ माई गड केही भन्नु होइन सो यसको बाद तपाईँले जुन चाहिँ यो घरको माथि फुल देख्नुहुँदैछ यति साह्रो सुन्दर यो फुल फैलेर आई फिल लाइक म पनि यसको सिड्स मागेर आफ्नो घरमा लगाउँछु एन्ड एज यु क्यान सी द भ्यू मेरो नानाको साथीको रुमको टेरेसको माथि होइन सो या दिस मच फर टुडे होप यु लाइक माई मिनी भ्लग सी इन नेक्स्ट भ्लग एन्ड आजको मेरो ल्याङ्ग्वेजमा नजान्नु होला एन्ड यस थ्याङ्क यू सो मच टेक केयर लभ यु अल सी इन नेक्स्ट भ्लग बाई